नमस्ते खामरी म टासे दिलेक स्वागत छ हजुरहरूलाई मेरो प्यारो गाउँ अनि मेरो भिडियोमा तपाईहरु सबैजनालाई स्वागत छ। तपाईहरुलाई मेरो भिडियो मन पर्यो भने लाइक कमेन्ट शेयर अनि फलो गर्न नभुल्नु होला भन्दै मैले भिडियोलाई स्टार्ट गरिसकेको छु। साथीहरु हेर्नुस् फुलहरु फुलेर एकदमै रमाइलो भइरहेको छ अनि यो चाहिँ रुखमै फुल्ने फुल हो। अनि म चाहिँ अघि नै जंगल गएर पनि थाङ्रा ल्याइसकेको छु। के को थाङ्रा हो भनेदेखि चाहिँ मर्स्यामको साथीहरु अनि अस्ति नै रोपेको सिबीहरु पनि फल्नु थालिसकेछ, कुनै फुल फुल्न थालिसकेछ साथीहरु। मैले चाहिँ यो सिबी चाहिँ अस्ति भर्खर गोडेर गएको जस्तो लाग्छ, तर जार पलाएर चाहिँ बिजोकै भइरहेको रहेछ। अब एक दिन गोड्छु अनि मेरो चाहिँ मकैहरु गोड्ने पनि टाइम भइसकेको छ। तपाईहरुको चाहिँ गोडेर सक्नुभयो होला हो साथीहरु। अनि मर्स्यामहरु चाहिँ यत्रो हुँदै रहेछ, हेर्नुस् यहाँनिर मजाले फल्नु स्टार्ट भइसकेछ सिबी चाहिँ। अनि साथीहरु मैले चाहिँ यहाँनिर अस्ति नै बैगुन रोपेको थिएँ हो। पटमा चाहिँ बढ्दै बढेन अनि त्यो भएर बारीमा सारेको अलिक छिटो बढिन्छ कि भनेर। अनि यहाँनिर चाहिँ अगाडि सबभन्दा अगाडि मैले मकै छरेको थियो 1 गाडा जस्तो हो। त्यसमा चाहिँ त्यो गाडामा चाहिँ ठुलठुलो भइसकेछ अनि त्यो भित्र चाहिँ मैले बटमासहरु पनि रोपेको छु साथीहरु। हुन्छ कि हुँदैन अलिकति छिटो भयो हो। अनि आमाले यहाँनिर तोरीको सागहरु छर्नु भएको रहेछ मकै भित्र, सबै किराले खाइसकेछ साथीहरु। अनि म चाहिँ बारीको कामहरु सकेर चाहिँ घरतिर आए साथीहरु। यहाँनिर आमाले कोपी रोप्नु भएको थियो नि त, अनि यहाँ हेर्नुस् साथीहरु सबै किराले खाएर बिजोक बनाइरहेको रहेछ। बिचरा फल्नु चाहिँ फल्दै रहेछ, एकदमै राम्रो आएको थियो कि हरियो आएको थियो, तर सबै किराले खाएर हेर्नुस् ज्यादा पानी परेर हो कि के भएर हो मैले बुझ्नु सकिनँ साथीहरु। किराले खाएर चाहिँ बिजोकै भइरहेको छ। अनि साथीहरु यसपालि चाहिँ इस्कुसको मुन्टा अनि इस्कुस चाहिँ छिटै खानु पाउने रहेछ भनेर चाहिँ खुसी पनि लागिरहेको थियो। यो चाहिँ मैले अघि थाङ्रा काट्न जाँदाखेरि जंगलको अर्ग्यानिक कुकुर दैनीको मुन्टा लिएर आएको थियो हो साथीहरु। धेरै धेरै धन्यवाद मेरो छोटो भिडियो हेरेर मलाई साथ दिनु भएकोमा। फेरि भेट्ने छु हजुरहरूलाई अर्को भिडियो।